हे गाइस, सबैजनालाई स्वागत छ। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। र आज चाहिँ मैले यसको बारेमा मैले भिडियो बनाऊँ भन्ने सोचिरहेको थिएँ। तर पनि मैले अहिले राम्रोसँग जानेको छुइनँ, बुझेको छैन, होइन? के हो कस्तो भनेर चाहिँ मैले भिडियो बनाएको थिइनँ अगाडि चाहिँ। र अहिले चाहिँ मैले अलिकति यसो बुझेअनुसार चाहिँ यो भिडियो बनाउनुपर्छ जस्तो लाग्यो। किनभने प्रायःको भिडियोहरू मैले देखिरहेको हुन्छु टिकटकतिर पनि। र सोधिने क्वेसन भनेको प्रायः मलाई पनि सोध्ने क्वेसन भनेको चाहिँ ब्याचलर बेटर हो कि मास्टर बेटर हो फर स्टुडेन्टको लागि भनेर सोधिने गर्नुहुन्छ। र म अनेस्टली रूपमा भन्यो भने म दुई तरिकाले यहाँ एन्सर दिन्छु, होइन? तपाईँलाई कस्तो लाग्छ, के लाग्छ? यो एन्सर भनेको चाहिँ मैले ब्याचलरको भाइ बहिनीहरूसँग भेटेको हिसाबले गर्दाखेरि र साथै म एज अ मास्टर स्टुडेन्ट भएको कारणले गर्दा पढेको हिसाबले गर्दाखेरि म दुई तरिकाको एन्सर दिन्छु यहाँनिर, है त? मैले जति पनि ब्याचलरको स्टुडेन्टको लागिहरू भेटेको छु, लाइफ हेरेको छु, र मैले एज अ मास्टर डिग्री मैले मास्टर पढिरहेको हिसाबले चाहिँ म यो एन्सर दिन चाहन्छु। कसैले एन्सर चित्त बुझ्छ, कसैले यो एन्सर चित्त बुझ्दैन, त्यसको लागि चाहिँ म केही पनि भन्न सक्दिनँ, है त? र मलाई बढी सोधिने क्वेसन भनेको चाहिँ स्टुडेन्टको लागि र स्टडीको लागि चाहिँ मास्टर बेटर हो कि ब्याचलर बेटर हो भनिदिनुहोस् न, हामी पढ्न आउन आँटेको भनेर सोध्नुहुन्छ। र म के भन्छु भने म यसमा दुई तरिकाले एन्सर दिन्छु। एक नम्बरमा हुनुहुन्छ भने सजिलै हेर्ने हो भने तपाईँले छर्लङ्ग देख्नुहुन्छ मास्टर सजिलो छ। किनभने मास्टर भनेको 1 वर्षको कोर्स, अथवा कसैले एक्सटेन्सन गरेर पढ्नुभएको छ, बढाएर पढ्नुभएको छ 15 महिना 18 महिना भने चाहिँ त्यो पनि ठिकै हुन्छ, त्यति बेलसम्म पनि ठिकै हुन्छ। तर ब्याचलर भने चाहिँ 3 वर्षको कोर्स हुन्छ। सो त्यही भएर उसले के सोच्नुपर्छ, अर्को वर्षको लागि 1 वर्ष त तपाईँले घरबाट सजिलै फी तिराउनु भएको छ मानिलिउँ, होइन? तर अर्को वर्षको लागि के गर्ने? फी जुटाउनु पर्यो। फेरि नेक्स्ट इयर के गर्ने? त्यसको लागि फी जुटाउनु पर्यो। त्यहाँ देखिन्छ, त्यहीँनिर अलिकति छर्लङ्गै देखिन्छ मास्टरभन्दा ब्याचलर अलिकति गाह्रो छ, होइन? र मास्टरभन्दा ब्याचलर गाह्रो छ। तपाईँहरू मास्टर पहिलो अप्सनमा राख्नुहोस्, होइन? मास्टरमा आउँदा बेटर हुन्छ। र सेकेन्ड अप्सन भनेको हो भने म त्यस्तो व्यक्तिहरूको लागि भन्छु जो व्यक्ति चाहिँ म गर्छु, म केही गरेर देखाउँछु, म जस्तो काम पनि गर्न सक्छु, जस्तो अवस्था भए पनि म युकेकै युनिभर्सिटीको सर्टिफिकेट लिन चाहन्छु, ग्रेजुएसन गर्न चाहन्छु, युकेमै गएर भन्न चाहनुहुन्छ भने म जस्तो काम पनि गर्न सक्छु, म जस्तो चिज पनि गर्न सक्छु, म मेहनत गर्छु भन्नुहुन्छ भने आउनुहोस्, ब्याचलरको लागि पनि राम्रो छ। तर म यस्तो फलाना काम गर्दिनँ, म यस्तो ढेक्साना काम गर्दिनँ, म उस्तो गर्दिनँ, म यस्तो गर्दिनँ तपाईँले भन्नुहुन्छ भने चाहिँ तपाईँ नआउँदा पनि बेटर हुन्छ। किनभने यहाँनिर कामहरू पाउनको लागि धेरै गाह्रो हुन्छ। किनभने एकदम रेयर केसमा काम पाइन्छ, काम पनि हामीले भने जस्तो काम पाउँदैन। किनभने नेपालमा त एउटा एडजस्ट गर्न गाह्रो छ भने त विदेशको ठाउँमा न हामीले चिनेको हुन्छौँ, न हामीले बुझेको हुन्छौँ, त्यही भएर गाह्रो हुन्छ। सो त्यही भएर चाहिँ तपाईँले आफूले राम्रो खालको काम गर्न चाहनुहुन्छ, इच्छा छ म यस्तो गर्छु उस्तो गरेर कलेज फी तिर्छु भन्नुहुन्छ भने तपाईँहरू चाहिँ नआउँदा बेटर हुन्छ। तर जस्तो पनि काम गर्न सक्छु, म पहिला सुरुमा दुःख गर्छु, दुःख गर्न सिक्छु, र म मेन्टली फिजिकली रूपमा प्रिपेयर भएर आउन चाहन्छु। र मलाई कसैले काम लगाइदियो भने म मेहनत लाएर त्यो काममा चाहिँ म एकदम सहनशीलतापूर्वक काम गर्छु र मेहनत गरेर म आफ्नो फीहरू जुटाउँछु भन्नुहुन्छ भने चाहिँ तपाईँहरू आउनुहोस्। र मैले यो त्यत्तिकै बोलेको होइन, मैले भाइ बहिनीहरूसँग पनि कुरा बुझ्दाखेरि चाहिँ, किनभने मेरो छेउछाउको भाइ बहिनीहरूले पनि दुःख गरेर हप्ताको 2 दिनै काम भएर पनि फीहरू दुःख सुख जुटाएर पढिराख्नु भएको छ। कसैको अब ग्रेजुएसन हुन आँट्नु भएको छ, कसैको के भइरहेछ, मेहनत गर्नुहुन्छ, सक्नुहुन्छ, काम पाएपछि मेहनत गरेर गर्नुहुन्छ भने चाहिँ तपाईँहरू आउँदा हुन्छ। अनि तपाईँ अझ चिनेको मान्छे रिफरेन्समा छ, कसैले काम लगाइदिनेछ भने त अझ बेटरै हुन्छ, है त? यही भन्न चाहन्छु। धन्यवाद।